यस्तो हुँदैछ उस्तो हुँदैछ भनेर अवस्था परिवर्तनको बारेमा कुरा गर्नुपर्दा हामी प्रयोग गर्छौँ गेट। जस्तै मौसम तातो हुँदैछ, अर्थात् अघि मौसम चिसो थियो अथवा ठिक थियो र बिस्तारै तापक्रम बढिरहेको छ। यसलाई अङ्ग्रेजीमा भन्नुपर्दा इट इज गेटिङ हट। मौसम चिसो हुँदैछ, इट इज गेटिङ कोल्ड। ढिलो हुँदैछ, इट इज गेटिङ लेट। म थाक्दैछु, आई एम गेटिङ टायर्ड। उनी रिसाउँदैछिन्, सी इज गेटिङ हेङ्ग्री। त्यस्तै त्यो काम जुन अरूबाट गरिन्छ अर्थात् कामको लाभ अरू मार्फत लिइन्छ भने हामी प्रयोग गर्छौँ गेट। जस्तै म मेरो कपाल कटाउँदैछु, अर्थात् म अरू कोही मार्फत आफ्नो कपाल कटाउँदैछु, म आफै कपाल काटिरहेको छैन। यसलाई अङ्ग्रेजीमा भन्नुपर्दा आई एम गेटिङ माई हेयर कट। यो के भयो? वर्तमानको कुरा भयो। मैले कपाल कटाएँ, आई गट माई हेयर कट। यो के भयो? विगतको कुरा भयो। म कपाल कटाउने छु, आइल गेट माई हेयर कट। यो के भयो? भविष्यको कुरा भयो। उसले आफ्नो फोन मर्मत गराउँदैछ, सी इज गेटिङ हर फोन रिपेयर्ड। उसले आफ्नो फोन मर्मत गराई, सी गट हर फोन रिपेयर्ड। उसले आफ्नो फोन मर्मत गराउनेछ, सी विल गेट हर फोन रिपेयर्ड।